कार्टुन जस्तो कसरी के छ यहाँको मान्छे यहाँको गेस्ट उठेपछि सामान ल्याउनु जस्तो तपाईँले गरेको पोस्टर नमिलेर उसलाई अनकम्फर्टेबल भएको त्यस्तो गर्नै हुन्न सर्भिस गर्दाखेरि साइकोलोजी हुन्छ त्यसले चाहिँ सबभन्दा बढी गेस्ट तपाईँले हेरिरहेको हुन्छ 101% गेस्टले हेरिरहेको हुन्छ तपाईँले वेटरलाई किनभने उसलाई डर भइरहेको हुन्छ कहाँ गएर मेरो टाउको पखाइदिनु भने सर्भिस नमिल्ने हो कि होइन बल्कि मान्छेले त्यति इन्टोराक्ट गर्नु पर्दैन जो कस्टमरसँग ट्रे म्यानेज भएपछि अब तपाईँले ट्रे म्यानेजको हिसाबले अब हिँड्नु पऱ्यो हिँड्दाखेरि ट्रेमा हेर्नु हुँदैन ट्रेमा हेरेपछि के हुन्छ भने ट्रेमा हेरेपछि त्यो बाटो देख्दैन अनि कहीँ ठक्कर हान्ने कहीँ बाटो क्रस हुने कोही मान्छे आएर आफूले ठोकिदिने हुन्छ र ट्रे सबै खत्तम पक्ने हुन्छ सबै अब स्पोइल हुन्छ अनि त्यसपछि हिँड्दा अब सर्भिस गर्नु पऱ्यो भने यो सर्भिस गर्दाखेरि जहिले पनि गेस्टको दायाँमा चाहिँ राख्ने राइट साइडमा टेबलमा है अनि जहिले पनि के ध्यान दिनुमा बडी पोस्टर बडी ब्यालेन्स ट्रे ब्यालेन्स अनि सर्भिस र त्योभन्दा अगाडि वाकिङ जहिले पनि आँखा चाहिँ बाटोमा हुन्छ ट्रेमै होइन क्लब स्यान्डविच जुन क्लब स्यान्डविचमा सबै किसिमको चाहिँ कन्टेन्ट हुन्छ अब यो सबै किसिमको कन्टेन्ट भन्नाले डेरी प्रडक्ट पोल्ट्री प्रडक्ट अनि मिट प्रडक्ट अनि त्यसपछि भेजिटेबल र त्यसपछि आएर त्यसको चाहिँ फ्रेन्च फ्राइज यसको साइड हुन्छ अब यसमा मेन चाहिने भने 3 ब्रेड हुन्छ 3 स्लाइस अफ ब्रेडमा बन्छ यो 2 स्लाइस अफ ब्रेडमा यो 2 स्लाइस ब्रेडमा यो 3 स्लाइस अफ ब्रेडमा यो हेभी हुने भएकोले यो 3 स्लाइस हुन्छ जसमा चाहिँ हामीले यो स्यान्डविचको कटिङमा 2 कट गरेका छौँ यसलाई 4 पिसेस बनाएको छ कसैले फेरि यसलाई 2 पिसेसबाट पनि सर्भ गर्न मिल्छ तर यसरी काट्दाखेरि धेरैलाई बाँड्न मिल्ने हुन्छ यसमा पनि भेजिटेबलमा यो लेटस लिप्स टोमेटो अनियन क्युकम्बरको साथसाथमा एग हुन्छ र एगसँग पोल्ट्री आइटममा चिकन पनि हुन्छ ग्रिल गरेको चिकन अनि मिटमा चाहिँ बेकन राखेको छौँ हामीले बेकन अनि त्यसपछि डेरी प्रोडक्टमा चिज आइटम छ अब यो चाहिँ कम्बिनेसन फुड हो र युज हुन्छ हाम्रो चाहिँ ब्यालेन्स डाइटलाई ध्यान दिएर न्युट्रिसनको भ्यालु अनुसार यो खाना बनेको हुन्छ होइन यहाँबाट यसरी निकाल्ने यसले एकदम डिस्टर्ब गर्छ प्याजको माथिले डिस्टर्ब गर्छ नि यो यसले डिस्टर्ब गर्छ है त अब तपाईँले काट्नु त हेर्नु अब यो जुन छ यो जुन धेरै ठुलो भयो भने यसरी चिन्दैन नभएर चाहिँ यो जुन छ तपाईँले यो यति बाटो पनि हुन्छ है यसरी काट्ने है यो एङ्कलले अलिक डिस्टर्ब गर्छ भनेपछि तपाईँले अलिकति सानो गर्ने यो पछि काट्नु मिल्छ अब यसरी थिचेपछि हामीले सिडेट काट्दाखेरि यहाँ यसरी होइन यहाँबाट काट्दाखेरि यसरी जान्छ हेर्नु यस्तो है यसो हेर्नु त यो हात यसो मिलाउँछ किनभने हाम्रो आइसक्यो तिम्रो नआउने के भएको यो त नसिक्नु हुँदैन नि सबभन्दा बढी टिप्स आउने हेर्नु छिटो गर्नु पर्यो के भयो ल के छ अब कसरी टिप्स छ बोर्डको त्यो हुन्छ नि सर त्यसलाई के भन्छ त्यो होइन मलाई र उल्टो बनाएर बिजन मिलेर यो बस्छ होइन म त ध्यान दिएर हेरेको अनि अर्कै फेला पारेँ कि अब आयो कि अहिले त उल्टा गरेर यसो गर्छ मलाई उल्टो बनायो त किन मै कन्फ्युज के गरेर यसले भने साहेबा नींदे वींदे आए ना रातें काटी जाए ना तेरा ही ख्याल दिन रहन आता है साहेबा समंदर मेरी आंखों में रह गए हम आते आते जाना तेरी यादों में रह गए ये पलकें गवाही है हम रातों में रह गए जो वादे किए सारे बस बातों में रह गए बातों बातों में ही ख्वाबों ख्वाबों में ही मेरे करीब है तू तेरी तलब मुझको तेरी तलब जाना हो
बा दिल ना किराए का